not bad. Now you. माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। लेकिन एक सेकंड। क्या? माननीय सदस्य हर्कराज राई, के विषय हो यहाँले? छोटोमा आफ्नो कुरा राख्नुहोस्। I don't understand. I'm so sorry. धेरै दिनदेखि हामीले प्रधानमन्त्रीज्यूको उपस्थिति माग गर्दै आइरहेका छौं। Are you comedy me? सभामुखज्यूले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भइरहेको छैन। प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरूले यो सदनको गरिमा बढाइदिनु हुन तैरो भन्दैछ यस्तो हान्छु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा डिप्रेसन। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। क्या बोला तूने? ए फर्क भनी देऊ न राय माइलाले गावै छाड्यो रे। त्यहाँ म मात्रै छु त छैन नि त। म मात्रै छु त। अनि तपाईको उपस्थिति त विशेष हुन्थ्यो नि त। मेरो दलको मान्छे छ नि त्यहाँ। बुझिस् नि भाइ? त्यहाँ चाहिँ बुझिनस् कि क्या हो? हल्का बुझे। के हल्का बुझे नि? बुझेपछि पुरा बुझ कि सोध मलाई। बुझिन नभन्, अहिले पडाक दिएर बुझाइन्छ। नेता हो, म त्यही त नेता हो र त भन्दैछु त। टिप्पणी हुन्छ। टिप्पणी हुन्छ। भएको छैन। लेकिन एक सेकंड। प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। आज केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्न समय माग्नु भएको छ। म समय दिन्छु। मैं मना किसे सरकार दी वादू मेरे कोल ना कोई कमी ना दी हुई। तेरा तो गेम बजाना पड़े। माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला। धर्म हुन्छ।